त्यति परेला बनाउँदा 20,000 लिन्छ रे। हात जम्मै कालो भयो। यति परेला बनाउन 20,000 लिन्छ। मैले सित्तैमा भरेको तर धेरै भएछ। देखाएको त राम्रै भएछ। बहिनीको कपालमा मेरो चाहिँ यहाँ थोरै लागेको थियो तर यत्रो भएछ। यहाँतिर किन नलाग्दो कालो नपुगेको हो। घर घर लाउँछु। बाजेले 1 प्याकेट दिनुभयो घर घर लाउँछु। 20,000 तिर्नुपर्छ त बाजे। तिर्नु पर्दैन। अब यो धोएर जान्छु जान्नु जान्न होला। जान्न बाजे जान्न होला। अब मुख धोएर चाहिँ कस्तो हुन्छ। अहिले पछि अहिले सुक्नु दे। होइन सुकिसकेपछि कस्तो पोल्या पोल्या जस्तो भयो हो। सुकिसक्यो। टाउकोमा त केही थाहा नपाउने है फेरि। अब धोएर देखाउँछु म यसको कस्तो हुन्छ मेरो परेमा। मेरो टाउको सुक गाइस मुख धुँदा नि गएन। 19-20,000 के तिर्नु भनेर कपालमा लाउने कालो दल्दैको यस्तो भयो। जान्न त साबुनले धुँदैन ल। मोबाइल खस्न लाग्यो गएन हौ गएन। ठिकै छ केही छैन बनाएको जस्तो देखेछ। अलिकति सेप बिग्रेछ के गल्ती गरे केही छैन। कस्तो लाग्यो मेरो मजाक बिग्रियो। कति दिनसम्म अब यतिकै हिँड्नु पर्ने हो। बर्बाद भयो बर्बाद। ल बर्बाद भयो बर्बाद। अलिकति सेप मिले त हुन्थ्यो। कैसा लगा मेरा मजाक। पैसा तिरेर के कालो बनाउनु भनेर कपालमा लाउने मेहन्दी लगाइदिएको यस्तो मुख धुँदा नि गएन। अब केही छैन ठिकै छ। ल साथीहरू केही हुन्छ हुन्न हौ यसरी लगाउँदा। भयो सुहाउँदो रहेछ अलिकति ठुलो भयो। ल बाई बाई। ल बाई 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 बिगाइहाल्यो। यस्तो भयो नि त मुख धोइसकेपछि त। तर ठिकै छ केही छैन। धन्न नबिग्रेछ। कैसा लगा आप लोग को? कैसा लगा?